Hello everyone, good morning. Welcome back to my mini vlog after a long time. अहिले चाहिँ म ब्रसेस गरेर मुख सुत्तेर टाउको नुहाएर पुस्दैछु। मम्मी सेफ पनि आउनुभएछ जुत्ता हेर्दै सुकाउनुको लागि। यहाँ चाहिँ अलिक ढिलै घाम आउँछ, 9 बजीतिर चाहिँ आउँछ भनौँ। यता उतापट्टि चाहिँ लाग्छ यो अनि यहाँबाट चाहिँ यस्तो भ्यू देख्न सक्नुहुन्छ, रिभरको भ्यू। उतापट्टि चाहिँ सिक्किम पर्छ, यो खोलादेखि यता चाहिँ तपाईँको बेङ्गल पर्छ। क्याम्पिङहरू पनि गर्दो रहेछ यहाँ चाहिँ। अनि म ड्युटी गएँ, भरत सेफ चाहिँ यहाँनिर सफा गर्नु हुँदै थियो। अनि यहाँ चाहिँ हुनुहुन्छ आदित्य सेफ। हेलो भन्नु कि भन्नु सिधा हुनुहुन्छ हाम्रो सेफहरू चाहिँ। बल्ल बल्ल हेलो भन्नुभयो, मलाई चाहिँ देखाएन भन्दै थियो अनुले चाहिँ। अनि यहाँ अर्को सेफ हुनुहुन्छ, उहाँ पनि सफाइ गर्नु हुँदै थियो। यो चाहिँ हो दार्जिलिङ किचन होइन। म चाहिँ यहीँ काम गर्दैछु अहिले फिलहाल चाहिँ। हजुरहरूले सोच्नु पनि भयो होला म कता हराएँ भनेर। नाना चाहिँ केही लेख्नु हुँदै थियो, त्यहाँदेखिको घाम ताप्दै हेलो भन्नुहुँदैछ नानाले चाहिँ। अन्त यहाँ चाहिँ याङदिन चाहिँ झुक्रिरहेछ, के भयो खै थाहा भएन। भिडियो कलमा हो भन्दै थियो यसले चाहिँ। म चाहिँ होइन भिडियो बनाएको अनि भन्दै थियो। अन्त स्टप भन्दै देखाउँदै थियो, त्यो नयाँ ल्याएछ। अनि यहाँको फ्रन्ट भ्यू चाहिँ यस्तो छ तपाईँको दार्जिलिङ किचनको। हजुरहरू पनि आउनुहोस् होला, भिजिट गर्नुहोस् होला, त्यही भन्छु। राफ्टिङ पनि हुँदो रहेछ यहाँ चाहिँ। अनि हाम्रो त्यतिकैमा लन्च गर्ने टाइम पनि भयो। यो चाहिँ मेरो जुत्ता किनेको 1 महिना पनि भएको छैन, फटाइसक्नु आँटेको छु मैले चाहिँ। अनि अनुले ठिकै खाना ल्याइदियो। आज चाहिँ खानामा थियो दाल, आलु, अचार थियो। अनि हामी चाहिँ अब खाना खानु लागेको। मुक्पाङ भन्दैछ उसले चाहिँ। अन्त खम लौका देखेर अनुहार कुच्यो मेरो होइन। साइड लगाउँदैछु लौकालाई, त्यहाँदेखिको मन पर्दैन नि त सब्जीमा, त्यही भएर के गर्नु खानै पर्यो। घर जस्तो हुँदैन परदेशमा, साह्रै हुन्छ भन्नु, तर साह्रो हुन्छ भनेर गिभअप गर्नु हुँदैन। अनि मोटु पतलु हेर्दै खाँदै थियौँ। त्यतिकै म बिजी भएँ। यो चाहिँ हाम्रो इभिनिङको भ्यू यस्तो देखिन्छ यहाँबाट, एकदमै ब्युटिफुल सनसेट। वाइपिङ गर्दै थियो साथीहरू, कासा कथाल पुस्दै थियो यिनीहरू चाहिँ। अनि म चाहिँ यहाँ पछि मिहाङ्दा मेरो चाहिँ गेस्ट हेर्नु भनेको थियो सरले, त्यही भएर यिनीहरूको छुट्टी हुन आँटेको थियो। कसरी भनेर ह्याङ्दै चाहिँ यसरी भन्दै देखाउँदै थियो। अनि हाँस्दै काम गरिरहेको थियो। हामी चाहिँ यस्तै हो। अनि हजुरहरूलाई बाहिर देखाउनु छु, लाइट बालेर एकदम राम्रो देखिरहेको छ हाम्रो दार्जिलिङ किचन। यस्तो छ, हजुरहरू पनि आउनुहोस् होला, भिजिट गर्नुहोस् होला, के कस्तो लाग्यो भनिदिनुहोस् होला, फिडब्याकहरू पनि दिनुहोस् होला है त। अनि त्यतिकैमा म भित्र गएँ फेरि किचनमा। त्यतिर मेरो चाहिँ ड्युटी छुट्टी भएको थियो, त्यहाँबाट आएर मुखसुख खुट्टा सुत्तो पखाल्न आएको वासरुम। अनि नाना र उयोले चाहिँ अनुले चाहिँ करेन्ट बनाएछ क्याटलमा। अनि ऊ चाहिँ फोनमा बोलिरहेको थियो। अनि म पनि अब करेन्ट खानु पर्यो भनेर चाहिँ मलाई राखिदिनु भएछ। अनि करेन्ट खायौँ, खुवाउँदै थियो, उसलाई पनि खान्न भन्दै थियो, जबरजस्ती खिलाउँदै थियो हाँस्दै गफ गर्दै। अनि क्यामेरा कस्तो राम्रो छ तिम्रो भन्दै थियो, मैले चाहिँ तिम्रो पनि राम्रै छ भन्दै थियो उसले। यो भिडियो चाहिँ मैले अस्ति बनाएको, एडिटिङ गर्नै पाएको थिएन, लाइक टाइम नै पाएको थिएन, त्यही भएर आज चाहिँ बल्ल पाएर गरिहालेको। अब आउने दिनहरूमा पनि यस्तो भिडियो हेर्न चाहनुहुन्छ भने फलो गरिदिनुहोस् होला, सपोर्ट गरिदिनुहोस् होला। अनि सी यू नेक्स्ट भिडियो, बाई बाई एभ्रिवान, गुड नाइट।